घुम्न हेलो सम्पूर्णमा नमस्ते। आज चाहिँ हामी सन्डे हो र शहीद स्मारक क्षेत्र हेर्न जाने आज हामी हैन हो। र अब हामी रेडी हुने र रेडी भएर निस्किहाल्ने। मलाई चाहिँ नि कतै यिनीहरू घुम्न जाउँ हेनतेन भन्छन् कि मलाई चाहिँ जान मन लाग्दैन। कारण के हो भन्दाखेरि अब आज पनि कतै हो सन्डे जाउँ नजाउँ भने ल हुन्छ नि त हिँड भनेको। अब यिनीहरूको फेरि लाउने लुगा छैन है, लाउने लुगा भेटेका छैनन्। अनि यही कारणले चाहिँ कतै हिँड्न मन लाग्दैन क्या मलाई। यिनीहरूको लाउने कपडै हुँदैन। हर महिना जस्तो कपडा फेर्नु छ र पनि कपडा हुँदैन यिनीहरूको। तिमीले पनि भेटेको छैनौ क्या? छोरा मान्छेले त एउटा लङमेन एक हप्ता लाउन चल्छ, हामीले त आज लगाए भोलि फेरि त यसो माथि चाहिँ पार्न हुँदैन क्या। यो आउँदैछ हट। छोरी तिम्रो पनि छैन होला होइन? यता है ए तिम्रो पनि छैन? छिटो गर छिटो छिटो, 2 बज्न आँट्यो। हम लोग घूमने के लिए जा रहे हैं। कहाँ घूमने के लिए जा रहे हैं? जानने के लिए सीखो ऐप डाउनलोड करें। हाम्रो छोरी यहाँ रेडी होइन? ओहो कहाँ जाने हो? खोइ छोरी रेडी है यहाँ। लबर के भएको? तपाईलाई पिङ्क कलर लबर देखेँ थिएँ मैले, के भएछ? उइ रेडी रेडी भएर जान निस्केको। छोरी चाहिँ अघि जुनुले बाहिर लिएर गयो। हामी चाहिँ रेडी। र आज चाहिँ हामी जाने जुन तपाईँको बरागाउँमा शहीद स्मारक क्षेत्र बनेको छ हो त्यो हेर्नलाई। उद्घाटन भएको त तपाईँको लगभग 2-3 महिनै हुन लाग्यो होला। तर हामी चाहिँ गइरहेको छैन एकचोटि पनि। र आज पुगेर आउँ भनेर आज मौका मिलेको छ। तपाईँलाई पनि देखाउनेछौँ कस्तो के बनिएको छ भित्र, कस्तो के छ हेर्दै गर्नु होला। हामी चाहिँ रुमबाट निस्केर आइसकेको छौँ र जाँदैछौँ। यो हेर्न सक्नुहुन्छ है हामी बस्ने ठाउँ। यो चाहिँ बाख्रापाडा भन्ने नि हुन्छ, बखिष्ठ चाराली भन्ने नि हुन्छ। हामी यहाँ बखिष्ठ चारालीमा आएर उभिरहेको छौँ गाडीको लागि। रुमबाट चाहिँ निस्केर आयौँ होइन? हो कि न भन्दा यता बोल्दै यता बखिष्ठ चाराली है यो ठाउँ चाहिँ हेर्नुहोस्। बखिष्ठ चाराली फ्लाइओभर हो यो। ओ तिमीसँगै जाने अरे थिएँ। हेर्नुहोस् हामी चाहिँ फिलहाल यहाँ बिजेपी अफिस आएर उभिरहेछौँ। बखिष्ठ चाराली तल फ्लाइओभरको तल चाहिँ गाडी नभेटिएर माथिबाटै आउँछ होला भनेर उभिएको। अहिले फिलहाल फेरि तलैबाट आउँदैछ। हामी चाहिँ त्यसै हिँडेर आयौँ लगभग 200 मिटर जति। अहिले हामी यहाँ गेम भिलेज बिजेपी अफिस अगाडि आएर उभिरहेछौँ। हेर्नुहोस् यही हो बिजेपी अफिस। हेर्नुहोस् हामी चाहिँ यत्रो टाइम यही ग्रिन बसको लागि रोकिरहेको थियौँ। आइपुग्यो फिलहाल। ए यता कता? छोरीको चाहिँ नजर यता छ है यसमा। ओइ के भयो?
आइसकेको छौँ। यो चाहिँ हो बरागाउँ र यता हेर्न सक्नुहुन्छ माथि बोर्ड लागिरहेको छ शहीद स्मारक क्षेत्र जाने चाहिँ यो बाटो धेरै टाढा छैन। हामी आइपुग्यौँ बरागाउँ। कहाँ जाने अब हामी कहाँ जाने नि बस्यौँ। अब यहाँबाट चाहिँ टमटममा जाने हो। बेसी टाढा छैन होला लगभग 1-1.5 किलोमिटर पनि 1-1.5 किलोमिटर धरौँ न भन्दै छोरी भन्नु रे हामी आइपुग्न आँट्यौँ भन्दै भन्नुहोस्। हामी चाहिँ नामेर अब ठक्कै जग्गामा चाहिँ पुग्न आँटेको छौँ। माथि हेर्न सक्नुहुन्छ ओ त्यो अगाडि के हो यो देख्नु हुँदैछ यो के हो पर्खिन पुग्न आँट्यौँ छेउबाट देखाउँदैछु पर्खिनुहोस्। हामीहरू चाहिँ शहीद स्मारक क्षेत्र चाहिँ आइपुगेको छौँ। एकदम मेरो एकदम छेउमै छ देखिरहेको छु मैले हेर्न सक्नुहुनेछ। यता उनीहरू चाहिँ लजाउँदैछन् अलिअलि 2 मिनट अब हेर्न पाइहाल्नुहुनेछ हामी कहाँ आएको छेउबाटै। फाइनली चाहिँ हामी आइपुग्यौँ। यो देख्नुभयो नि शहीद प्रणाम तुमाक हेर्नुहोस्। धेरै दिनमा आउँछु भन्दै आज चाहिँ फाइनली आइयो। हेर्नुहोस् परबाट हेर्दा त सानै लाग्थ्यो सानो एरिया सानो जस्तो लाग्थ्यो। ओ ठुलो एरिया पो रहेछ ठुलो एकदम नजिकबाट फास्ट चोटे देख्नुभयो। न्युज हुँदै मोबाइल हुँदै सबैतिर देख्नुभएको थियो होला। हामी पनि आज आइयो यहाँ हेर्नलाई छेउबाटै। हेर्नुहोस् मोबाइलमा त्यति उयो लागेको छैन होला तर छेउबाट एकदम यहाँ आएर हेर्नुहोस् खुब राम्रो छ। राम्रो जग्गा राम्रो भ्यू लाग्यो मलाई पनि हेरेर राम्रो लाग्यो। फोटोमा भिडियोमा त्यस्तो लागेको छैन त्यस्तो खासै छ जस्तो लागेको छैन तर यहाँ आएर चाहिँ फेस टु फेस भने जस्तो हेर्दा चाहिँ एकदमै राम्रो रहेछ हौ। हेर्नुहोस् त के मजा भ्यू हो। आज यहाँ आउने छोरी पनि हामी चाहिँ जुत्ता सुत्ता खोलेर अब भित्र प्रवेश गर्न आँटियो। चाहिँ परिक्रमा पथ भने तपाईँ यताबाट गएर यसो घुरेर यताबाट निस्किनु। हेर्नुहोस् आउनुहोस् हामी पनि परिक्रमा पथ पसौँ। आउनु होला तपाईँहरू पनि साह्रै राम्रो रहेछ मलाई चाहिँ साह्रै मन पर्यो। तपाईँहरू पनि आएर हेर्नु होला। हामीका शहीद वीरहरूको स्मरणमा बनाएको यो चाहिँ हेर न कति रहेछन् है। त्यसलाई के भन्छन् बर्टुकुला न के हो यो धमाइलो रहन्छ नि। पानी सुकेको छ त माछा खान आएका होला। कहाँ आउनुभएको छ के हेर्नु भएको यता के हेर्नु भएको खै के छ
है सानो फ्ल्याङ्क देऊ अब एक अब हेन्डसेक देऊ थ्याङ्क यू हामीले चाहिँ परिक्रमा लगाइसक्यौँ एक फन्का लगाएर तपाईँहरूलाई पनि लिएर जाँदैछु म भित्र कस्तो के छ हेर्नुहोस् प्रवेश एन्ट्री गरौँ भित्र कस्तो के छ हेर्नुहोस् शहीद स्मारक स्ट्याचु हेर्नुहोस् हामीहरूको यहाँ सबै वीर शहीदहरूको प्रतिमूर्ति यहाँ देख्न सक्नुहुन्छ सब यसरी लगाएर राखेका छन् डु नट टच गर्न सख्त मना छ हेर्नुहोस् भित्र हेरेर निस्क्यौँ बाहिर राम्रो लाग्यो आएर तपाईँहरू पनि आउनु होला अहिले त फ्री छ तर लाहे चाहिँ यो पक्का पनि टिकटवाला नै हुन्छ चप्पलहरू चाहिँ यहाँ खोलेर जानुपर्छ भित्र चाहिँ चप्पल लाएर जान पाइँदैन ल हामी चाहिँ हेरेर निस्किसक्यौँ र हजुरहरू पनि आउनु होला हेर्नु होला मैले चाहिँ यही भिडियोमै आउनु होला हेर्नु होला भनेर दसचोटि नै भनिसक्यो होला जसरी भए पनि तपाईँहरू पनि हेर्न आउनु राम्रो लाग्यो फोटो भिडियोमा खास त्यस्तो छ जस्तो लागेको थिएन तर छेउमा यहाँ आएर हेर्दा चाहिँ धेरै राम्रो लाग्यो भिडियो लामो बनाएर हजुरहरूलाई नि बोरिङ के गरिराख्नु आजको ब्लग चाहिँ सकौँ होला ल त किन त्यही त छोरीको अगाडि देखेर खानु हुँदैन खाना खोज्छिन अनि खाना मलाई मन लाग्दैन